नमस्कार विद्यार्थी भाइ बहिनीहरू। आज म तपाईँहरूलाई यो भेनचित्र कसरी भर्ने भन्ने समूह च्याप्टर सम्बन्धीको जानकारीमूलक भिडियो लिएर आएको छु। हजुरहरूलाई मन पर्यो भने यो च्यानलमा मेरो म्याथ सोल्युसन बाई म्याथ सोल्युसन बाई लोकबहादुर डङ्गाली युट्युब च्यानल सर्च गरी जोइन गर्न सक्नुहुनेछ। अनि त्यसपछि तपाईँलाई मन पर्यो भने लाइक एन्ड सेयर पनि गर्न सक्नुहुनेछ। अब म तपाईँहरूलाई यसमा मैले अलरेडी प्रश्न सारिसकेको छु। भेनचित्र कसरी भर्ने भन्नेमा समूह यु सर्वव्यापकसम्म युको एदेखिको एलसम्मका सदस्यहरू यहाँ लेखिएको छ। अनि ए को समूह ए को सदस्य एदेखि एफसम्म लेखिएको छ। बीको फेरि ए सी डी एफ एच आई लेखिएको छ। अब यसरी यो तीनवटाको सम्बन्ध कसरी गर्ने भन्ने कुरोमा चाहिँ म तपाईँहरूलाई यहाँ प्रश्न पार्न प्रयास गर्दैछु। अब यसमा चाहिँ के लेख्ने भन्दाखेरि यो दुवैको साझा सदस्य भनेको मिल्ने मात्रै। जस्तै ए र ए मिल्यो ए लेख्छौँ हामी, बी अनि बी मिलेको छैन, सी र सी मिल्यो सी लेख्छौँ, डी र डी मिल्यो डी लेख्छौँ, अनि त्यस्तै गरी एफ लेख्छौँ। अब यो चाहिँ यसको कामै के हो भन्दाखेरि ए र समूह ए र बीको मिल्ने सदस्य मात्र लेख्ने। अब एमा चाहिँ के रह्यो त, ए आइसकेको छ, बी बाँकी बस्यो, बी लेखौँ। सी आइसकेको छ र डी आइसकेको छ, ई बाँकी बस्यो, ई लेखौँ। एफ आइसक्यो। अब यसरी बीमा जाउँ, फेरि ए आइसक्यो, सी आइसक्यो, डी आइसक्यो, एफ आइसक्यो, अब एच बस्यो, आई अनि त्यसपछि आई बस्यो। अब हेर्नुहोस् त, यसरी यो एले पुरै घेरेको ठाउँमा यसको ए को पुरै सदस्य आउँछ, अनि यो बीले पुरै घेरेको ठाउँमा बी को पुरै सदस्य आउँछ। अब बाँकी रहेको युको सदस्यहरू के बस्यो, ए आयो, बी आयो, सी आयो, डी आयो, ई आयो, एफ आयो, त्यसपछि जी आ छैन, एच आयो, आई आयो, जे बस्यो, अनि के बस्यो, यल बस्यो। यसरी यो चाहिँ युनिभर्सल युको यो दुईटा बाहेकमा चाहिँ बाहिर बाँकी बसेको लेख्नुपर्छ। बस्यो भने लेख्ने, नभए नलेख्ने। अब त्यसपछि म तपाईँहरूलाई यसैबाट चाहिँ कसरी चाहिँ युनियन अफ सेट के हो, इन्टरसेक्सन अफ सेट के हो, कम्प्लिमेन्ट अफ सेट के हो भन्ने कुरोमा फेरि तपाईँहरूलाई प्रश्न पार्ने प्रयास गर्दैछु। सुरु। अब तपाईँहरूलाई मैले यसमा यो चित्रबाट चाहिँ ए नम्बर अफ ए युनियन बी, ए इन्टरसेक्सन बी, ए डिफरेन्स बी, बी डिफरेन्स ए चाहिँ कसरी निकाल्ने भन्ने कुरो चाहिँ म यही चित्रबाट तपाईँहरूलाई प्रश्न पार्न खोज्दैछु। अब ए युनियन बी भनेको कस्तो भनेदेखि, यो ए युनियन बी भनेको ए र बी को मिल्ने नमिल्ने सबै सदस्यहरू। अब हेरौँ त, यहाँ ए नछुटाइकन नदोहोऱ्याइकन पहिला हामी ए लेख्छौँ, अनि यो ए र बी को सबै लेख्नु पर्यो, ए बी, अनि यो इन्टरसेक्सन के अरे यो साझा कमन पनि लेख्छौँ, ए बी सी डी ई एफ, अनि त्यसपछि एच अनि आई। यसरी हामी ए युनियन बी लेख्छौँ, ए बी सी डी ई एफ एच आई। यसरी गर्दाखेरि यो ए युनियन बी को यसरी हामी निकाल्न सक्छौँ। अब छाया पारेर देखाउनुहोस् भनेर चाहिँ तपाईँहरूलाई प्रश्न गरियो भने एउटा कुरो सम्झिनुहोस्, जे एन्सरमा आउँछ त्यसैलाई नै छाया पार्ने हो। अब यसलाई छाया पार्दाखेरि अब यो ए युनियन बीलाई चाहिँ हामीले के गर्नु पर्ने हुन्छ, छाया पार्नु पर्ने हुन्छ। छाया पार्दाखेरि एकैतिरबाट गर्नु पर्यो, होइन। अब त्यस्तै गरी 2 नम्बरमा हेरौँ, ए इन्टरसेक्सन बी। ए इन्टरसेक्सन बी पहिला अर्थ बुझ्नुपर्छ। इन्टरसेक्सन भनेको मिल्ने सदस्य मात्रै। मिल्ने सदस्य भनेको कुन कुन भयो, ए भयो, सी भयो, डी भयो, एफ भयो। यसलाई हामी ए इन्टरसेक्सन सी भनेर भन्छौँ। अब यसको पनि छाया पार्दाखेरि हामीले स्याडो गर्दाखेरि के गर्नुपर्छ, यो पार्न जे एन्सर आछ त्यसलाई मात्रै रङ्गाउनु पर्ने हुन्छ। यसको मेन अवधारणा नै यही नै हो। अब हामीले अर्को मैले कुन दिएको छु, ए माइनस बी दिएको छु, ए डिफरेन्स बी। ए डिफरेन्स बी भनेको एबाट बी घटाउँदा बीले छोएको सबै हटाइदिने, यहाँ रह्यो बी र ई, बी र ई। यसरी हामी बी डिफरेन्स ई पनि लेख्न सक्छौँ। अब त्यस्तै गरी फेरि अब बी डिफरेन्स ए भनेको बीबाट ए घटाउने, बीबाट ए घटाउँदाखेरि के बस्यो, एच र आई, एच र आई। यसरी हामी निकाल्न सक्छौँ। अब तपाईँहरूलाई फेरि मैले यो भेनचित्र कसरी भर्नेमा
तीनवटा समूहहरूको चाहिँ भेन डायग्राममा कसरी यो सदस्यहरू राख्ने भन्ने कुरो चाहिँ सिकाउँदैछु है त। अब यो एबिसी, यहाँ एबिसीको सबैको मैले इलिमेन्टहरू लेखिसकेको छु। अब पहिला यसको अर्थ बुझौँ है। यो तीनवटा एकअर्कामा ओभरल्यापिङ छ। तीनवटा ओभरल्यापिङ भइसकेपछि अब यसमा चाहिँ एबिसी तीनवटै मिलेको यहाँ लेख्ने, अनि त्यसपछि ए र बीको मिलेको यहाँ लेख्ने, र बी र सीको मिलेको यहाँ लेख्ने, ए र सीको मिलेको यहाँ लेख्ने। हेर्नुहोस् है, पहिला फेरि एकचोटि हेर्नुहोस्। यो बिचमा एबिसी तीनवटै मध्येको एउटा मिलेको यहाँ लेख्नु पर्यो, अनि त्यसपछि ए र बीको मिलेको यहाँ लेख्नु पर्यो, बी र सीको मिलेको यहाँ लेख्नु पर्यो, ए र सीको मिलेको यहाँ लेख्नु पर्यो। अब सबैभन्दा पहिला तीनवटैमा मिल्ने के छ हेरौँ। जस्तै एबिसीमा तिनटैमा मिल्ने यहाँनिर ई रहेछ है त। अब ई लेख्नुहोस्, त्यसपछि अरू कुनै छैन। अब ए र बीमा फेरि के मिल्यो, ए र बीमा हेरौँ, ए मिल्यो लेखौँ, अनि त्यसपछि सिसी मिल्यो, अनि त्यसपछि ई लेखिसक्यो। अब त्यसपछि अरू मिल्दैन। अब बी र सीमा जाउँ, फेरि बी र सीमा एफ र एफ अनि जी र जी पनि मिलेको पाइयो, एफ र एफ, जी र जी। अब फेरि ए र सीमा जाउँ, यो दुईटामा के मिल्छ हेर्नुहोस्, एउटा डिडी मिलिसक्यो, एउटा डी मात्रै मिल्दो रहेछ। अब यति गरिसकेपछि यो तीनवटै यसरी एक आपसमा मिलिसकेपछि अब एमा के बाँकी रह्यो त्यो यहाँ लेख्नु पर्यो, एसिइडी। अब यो एसिइडी आइसक्यो, एसिडिई आइसक्यो। अब बस्यो यहाँनिर बी बस्यो। अब त्यसपछि बीमा के बस्यो, एसिइएफजी, एसिइएफजी बसी मिलिसक्यो भने यहाँ केही पनि बसेन, छोडिदिउँ। अब ए र सीमा, अब सीमा के बस्यो, फेरि डी आइसक्यो, ई आइसक्यो, जी आइसक्यो, एफ आइसक्यो, एउटा बस्यो एच। अब यसरी भरिसकेपछि अब बाहिर के बस्यो, त्यो बाहिर बसेको लेख्नु पर्ने हुन्छ। बाहिर भनेको युमा ए आयो, बी आयो, सी आयो, डी आयो, ई आयो, एफ आयो, जी आयो, एच पनि आयो। अब आई जे के एल बस्यो भनेपछि आई जे के यल बस्यो। अब यसरी चाहिँ हामीले यो भेन चित्र कम्प्लिट गर्न सकिनेछ। अब म तपाईँहरूलाई यो एससी मोडलको क्वेसनतिर लाँदैछु। यसैबाट नै सेट सम्बन्धी जानकारीहरू तपाईँहरूलाई म दिने प्रयास गरिरहेको छु। अब यसमा प्रश्न यसरी एससी मोडलमा चाहिँ सेट सम्बन्धी चारवटा क्वेसन, एउटा क्वेसन आउँछ, त्यसमा त्यो चारवटा यसरी क्वेसन थपेर आएको हुन्छ। अब आमा सहकारीको साधारण सभामा सहभागी 100 जना महिलाहरूमध्ये 50 जनाले खाजाका रूपमा फलफुल मन पराउने जानकारी गराउँदो छ। दुवै खाजा अनि 54 जनाले रोटी तरकारी खाने जानकारी गराएछन्, तर 5 जनाले दुवै खाजामा सहमति जनाएनन्। अब दुवै खाजामा मन पराउने महिलाहरूको संख्यालाई गणनात्मक सङ्केतमा लेख्नुहोस् भनेको छ पहिलो प्रश्न। दोस्रोमा माथिको तथ्याङ्कलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् भनेको छ। अनि सीमा फलफुल र रोटी तरकारी मध्ये एउटा खाजा मात्र मन पराउने महिलाहरूको संख्या पत्ता लगाउनुहोस् भनेको छ। र डीमा दुवै खाजा मन पराउने महिलाहरूको संख्या भन्दा दुवै खाजामा मन नपराउने महिलाहरूको संख्या भन्दा कतिले बढी या कम छ त्यो कम्पेरिटिभ गर्नु भनेर भनिएको छ है। सबैभन्दा पहिला हामीले प्रश्न बुझ्नुपर्ने हुन्छ। प्रश्नमा चाहिँ हामीले यसरी कसरी सोल्भ गर्ने, कुन तरिकाले लाने भन्ने कुरोमा चाहिँ पहिला यसलाई हामीले गणितीय रूपमा लेख्ने प्रयास गर्नुपर्छ। अब हेरौँ यसलाई गणितीय रूपमा कसरी लेख्ने। पहिलो प्रश्न, दुवै मन नपराउने महिलाहरूको संख्या भनेको छ। यो प्रश्न मैले मेटेँ। अब तपाईँहरूलाई म यो कसरी समाधान गर्ने भन्ने कुरोमा चाहिँ बुझाउन खोज्दैछु। ल हेर्नुहोस्, यो सबैभन्दा पहिला प्रश्नलाई राम्ररी बुझौँ। आमा सहकारीको साधारण सभामा सहभागी 100 जना महिलाहरू, यसरी टोटल संख्या हुन्छ, त्यसलाई हामी नम्बर अफ यु भनेर लेख्छौँ है त। कतिजना? 100 जना। अनि त्यसपछि 50 जनाले खाजाका रूपमा मन पराउने
अनि सहभागी हुने, दुवै क्रियाकलापमा चाहिँ सहभागी हुने, उत्तीर्ण हुने जस्ता पोजिटिभ कुराहरू आउँछ भने त्यसलाई चाहिँ हामी अब त्यो दुवै कुरोलाई मन पराउने र मन नपराउने कुरोहरूमा छ। अब यसलाई यो चाहिँ मन पराउने, अब हामी सङ्ख्या लेख्छौँ। 50 जनाले खाजाका रूपमा फ्रुट्स यफ लेख्छौँ, यसलाई 50 लेख्छौँ हामी। त्यसपछि दुवैजनाले अब रोटी तरकारी भनेका छौँ, यसलाई हामी नम्बर अफ भी लेख्छौँ। कति? 54 जना। अब यसमा तपाईँहरूले ए मान्दा, बी मान्दा, सी मान्दा भनेर लेख्न पनि सक्नुहुनेछ। अब दुवै फल मन नपराउने, अब यसमा हेर्नुहोस्, यो दुवैमा सहमति नजनाउने भनेपछि यसो आँखा चिम्म गरेर युनियनको ले जोडेर माथि कम्प्लिमेन्ट दिनुपर्छ। यही कुरालाई म तपाईँहरूलाई अलिकति बुझाउन अझ बुझाउने प्रयास गर्दैछु। अब इन्टरसेक्सन दुवै मन पराउने भनेर आएको भए हामी इन्टरसेक्सन लेख्छौँ। अब यसमा दुवै मन नपराउने भएको कारणले युनियनको कम्प्लिमेन्टमा व्यक्त गर्नु पर्यो। कुनै पनि क्रियाकलापहरू मन नपराउने अनि कुनै पनि विषयमा पास नभएका जस्ता नेगेटिभ सेन्स लाएर आउँछ भने त्यस्ताहरूलाई चाहिँ माथितिर युनियन राखेर कम्प्लिमेन्टले हामीले जनाउनु पर्दछ। अब 1 नम्बरको हेर्नुहोस् त, ए नम्बरको एन्सर आयो। अब यो दुवै मन नपराउनेलाई चाहिँ हामीले गणनात्मक रूपमा लेख्दा यसको एन्सर नम्बर अफ एफ युनियन भी को कम्प्लिमेन्ट इक्वल टु 5 जना भयो। अब दोस्रोमा तपाईँहरूले यसलाई भेनचित्रमा कसरी देखाउने भन्ने कुरो म त्यो देखाउँदैछु। अब प्रश्न नम्बर बीमा, यसैको बीमा भेनचित्रमा प्रस्तुत गर्नुहोस् भनेर भनिएको छ। 1 नम्बरको 1 मार्क्सको क्वेसन हो यो। अब यसलाई हामीले जेनरल यसरी व्यक्त गर्न सक्छौँ। नम्बर अफ भी कतिजना थियो? हाम्रो 54 जना। अनि यो नम्बर अफ ए कतिजना, नम्बर अफ एफ कतिजना हो? नम्बर अफ एफ चाहिँ हाम्रो 50 जना। अनि दुवै मन नपराउने कतिजना थियो? नम्बर अफ एफ युनियन भी को कम्प्लिमेन्ट इक्वल टु 5 जना। अब यसमा तपाईँहरूले यो दुवैलाई चाहिँ दुवै मन पराउने मानेर गरेर यक्स मानेर पनि हामीले गर्न सकिन्छ। यसमा चाहिँ सरी 5 जना, यो 5 जना रहेको छ। अब यसरी हामीले प्रस्तुत गरिसकेपछि यो 1 नम्बरको लागि भयो। हामीले सजिलैसँग यसबाट 1 नम्बर चाहिँ ल्याउन सकिनेछ। अब म तपाईँहरूलाई क्वेसन नम्बर सी को क्वेसनको एन्सर सोल्भ गर्नतिर जान्छु। अब क्वेसन नम्बर सीमा चाहिँ तपाईँहरूलाई के भनिएको छ भने यो दुईवटा विषयमध्ये एउटा मात्रै मन पराउने भनेको छ। एउटा मात्रै मन पराउने भनेपछि ओन्लीमा आउँछ। अब ओन्लीको लागि चाहिँ हामीलाई के चाहियो भन्दा पहिला यो दुवै मन पराउने चाहियो, इन्टरसेक्सनवाला चाहियो। त्यस कारणले हामी पहिला इन्टरसेक्सन निकाल्छौँ। दुवै मन पराउने महिलाहरूको संख्या। अब यो दुवै मन पराउने महिलाहरूको संख्यालाई हामी नम्बर अफ एफ इन्टरसेक्सन भीले जनाउनु पर्छ। यसलाई चाहिँ हामी यक्स मानौँ। अब यो कुरोलाई माथि नै तपाईँहरूले गर्न पनि सक्नुहुन्छ। अब यो चाहिँ दुवै मन पराउने, दुवै विषयमा उत्तीर्ण हुने, दुवै क्रियाकलाप भाग लिने जस्तो आएछ भने त्यसलाई तपाईँहरूले यो इन्टरसेक्सन लाएर जोड्नुपर्छ। यसको नियमै यही हो। अब कसरी निकाल्ने? अब हेर्नुहोस् है, अब हामी यो प्रश्नमा के भनेको छ? नम्बर अफ युतिर जान्छौँ। यो इम्पोर्टेन्ट कुरो छ है। नम्बर अफ युतिर जान्छौँ। नम्बर अफ युमा गइसकेपछि यो भनेको के हो भन्दाखेरि नम्बर अफ एफ युनियन भी। अब यसको कम्प्लिमेन्ट छ कि छैन? छ भने लेख्ने नम्बर अफ एफ युनियन भी को कम्प्लिमेन्ट, यदि छैन भने नलेख्ने। अब नम्बर अफ यु हाम्रो कतिजना? 100 जना। हामी यहाँ 100 जना लेख्छौँ। अब यसको फर्मुला लगाऊ, नम्बर अफ एफ प्लस नम्बर अफ भी माइनस नम्बर अफ एफ इन्टरसेक्सन भी। अब यो दुवै मन नपराउने छ भने लेख्ने, छैन भने नलेख्ने। हाम्रो 5 जना छ, 5 लेख्छौँ। ओआर 100 बराबर अब नम्बर अफ भी हाम्रो 50, नम्बर अफ भी हाम्रो 54 जना। अनि दुवै मन नपराउने
पाँचजना दुवै मन पराउने एकजना। अब त्यसपछि यसलाई हामी जोड घटाउ गर्छौँ। अब हेरौँ फेरि, अब 100 जोड्यो भने हाम्रो यो 104 104 मा 5 जोड्यो भने 109 भयो। अब यो नेगेटिभ यतातिर आएपछि पोजिटिभ x हुन्छ। 109 minus 100 or x equal to 9। यो 9 जना चाहिँ दुवै विषय मन पराउने, सरी दुवै खानेकुराहरू मन पराउने भयो। अब हामीलाई चाहिएको छ कुनै एउटा मात्रै। प्रश्नले के भनेको छ? कुनै एउटा मात्रै भनेपछि अब मानौँ हामी नम्बर अफ ओन्ली एफ निकाल्छौँ। एफ भनेको फलफुल मन पराउने मात्रै। हेर्नुहोस् है, यो एकदम इम्पोर्टेन्ट क्वेसन छ। नम्बर अफ ओन्ली एफ भनेको अब टोटल नम्बर एफबाट दुवै मन पराउने घटाइदिनु पर्ने हुन्छ। अब त्यसपछि नम्बर अफ एफ हाम्रो 50 थियो अनि दुवै मन पराउने 9 जना गर्दाखेरि हाम्रो 41 जना भयो। यो चाहिँ नम्बर अफ ओन्ली एफ। हामीलाई फलफुल मात्रै मन पराउने भनेर भनेको छैन। फलफुल र भेजिटेबल मध्ये, रोटी र तरकारी मध्ये कुनै एउटा भनेको छ। त्यसकारण मध्ये एउटा भनेको छ। नम्बर अफ भी पनि हामी निकाल्छौँ, सेम फर्मुला हो। नम्बर अफ भी 54 माइनस 9। अब गर्दाखेरि 14बाट 9 घट्यो 5 45 भयो। अब 45 भएपछि अब यो दुवै मन पराउने भनेको छ। अब चाहिँ हामी क्वेसन एन्सरतिर जान्छौँ। नम्बर अफ ओन्ली एफ, नम्बर अफ ओन्ली भी बराबर 41 प्लस 45। अब जोडौँ, यो चाहिँ 86। यो चाहिँ हाम्रो आन्सर भयो। अब यसरी दुवै मन पराउने निकालिसकेपछि यो दुईवटा मध्ये एउटा भन्यो, मध्ये कुनै एउटा भनेको छ। एउटा भनेपछि यो एउटा मात्रै मन पराउने भएपछि यो 45 र 41 दुवै मिलाएर 86 यसको हाम्रो आवश्यक एन्सर भयो। अब क्वेसन नम्बर डीमा दुवै मन पराउने र दुवै मन नपराउनेको फरक कति भनेको छ। दुवै मन नपराउने हाम्रो 5 जना, दुवै मन पराउने 4 जना भनेपछि अब फरक दुवै मन पराउने र दुवै मन नपराउने बीचको फरक हेरौँ कति। 9 जना दुवै मन पराउने, दुवै मन नपराउने 5 जना। भनेपछि यसको एन्सर आयो कति आयो? 4 आयो।